स्प्लिन्ट भनेको यस्तो उपकरण हुन्छ जुन दाँतमा हामीले लगाउँछौँ, त्यो चाहिँ यसरी लगाउनु पर्ने हुन्छ, जसलाई चाहिँ आज हामीले उहाँलाई लगाएर उपचार गरेको थियौँ। हामीसँग आज एकजना बहिनी आउनु भएको छ। उहाँलाई चाहिँ टिएमजेको समस्या थियो। त्यो भनेको मुख खोल्नलाई गाह्रो भइरहेको थियो, जलक भएको थियो, दुख्ने भएको थियो, खाना चबाउँदाखेरि चाहिँ मुख धेरै खुल्ने भएको थिएन। अनि त्यसपछि हामीले उहाँलाई एउटा स्प्लिन्ट थेरापीबाट उपचार गरेको। स्प्लिन्ट भनेको दाँतमा लगाउने उपकरण। त्यो 1 हप्ता लगाउने बित्तिकै उहाँलाई चाहिँ अहिले चाहिँ एकदमै धेरै सुधार भएको आएको छ। मुख खोल्न त एकचोटि मुख खोल्ने राम्रो भएको छ, दुखाइ पनि लगभग 0 भइसकेको छ, खाना चबाउँदाखेरि पनि दुख्ने भएको छैन, मुख खुल्या छ, सबै कुरा राम्रो भएको छ। मलाई चाहिँ पहिले चाहिँ एकदमै जमा एकदमै पेन हुन्थ्यो अनि खाना खाँदाखेरि पनि चबाउन अलिकति दुख्ने गर्थ्यो। तर यो स्प्लिन्ट लगाएपछि चाहिँ मलाई एकदमै सजिलो पनि भएको छ। मुख खोल्न पनि अलिकति गाह्रो हुन्थ्यो, अहिले चाहिँ मुख मजाले नै खुलिरहेछ, दुख्न पनि केही पनि दुख्दैन।